उहाँले खोलेको लगेर दिनुभयो। उहाँले दिइसकेपछि मैले 5 थोपा यसरी त्यो दुखेको ओडले क्या खाइदिएँ। यसरी 5 थोपा मजाले हालेँ, फेरिमा पनि भेटेको अनि मजाले खाएँ क्या, जेसुकै होस् भनेर। अनि त्यहाँबाट फेरिको माल फेरि 1 बोतल कोकको बोतल पानी थियो, त्यसमा फेरि 10 थोपा हालेँ फेरिको माल अनि खाएँ। त्यसले त मलाई भोलिपल्ट हिँड्ने यति बनायो कि। अनि त्यो पानी मैले 3 दिनसम्म पानी थप्दै खाँदै त्यो बोतलमा 3 दिनसम्म थप्दै खाँदै गरेँ। मलाई त यो टाउको दुख्नेको समस्या जुन माइग्रेन थियो, घाममा कफी खानु हुँदैन थियो, दहीहरू खानु हुँदैन थियो, दुखे निहुरिनु हुँदैन थियो घाम ठिकै। अहिले मलाई धेरै नै म त यो किनभने यो गर्वको साथमा भन्छु कि यसले मलाई धेरै निको भयो। म जोडै यो अभय उपचार केन्द्र भन्ने विराटनगरमा छ होइन, यो कुनै अब दबाईहरू औषधिहरूले उपचार गर्ने होइन, यो अभय उपचार भनेको एउटा हातको यस्तो माध्यमले हुने हो। त्यसमा म धाइराख्थेँ। अब यही माइग्रेन यही टाउको समस्याले म धाउँथेँ। तर यसले यो खाइकन मलाई धेरै उ भयो। त्यहाँबाट मैले गङ्गा दाइसँग एक बट्टा लगाएर छोरा आइसकेपछि छोरालाई खुवाउनु भनेर लिएको थिएँ। छोरालाई पनि खुवाइदिएँ 2-3 बट्टा। टाउको दुखाइदिएँ त्यो दुई थोपा खानु कि दिदी। अनि 5 थोपा जति त्यो अब पानीमा 1 लिटर 1.5 लिटर पानीमा हालेर खाम। त्यसरी त्यो पनि मैले कन्टिन्यू खाइनँ। यो कहिलेकाहीँ मन लाग्दा खाएँ, कहिलेकाहीँ टाउको दुख्दाखेरि मन लाग्दा खाएँ। मेरो छोरालाई पनि टाउको दुख्ने चाहिँ समस्या छ क्या, उसलाई टाउको विदेशमा होइन, म बाहिर बस्छ, टाउको दुखिराख्ने टाउको दुख्ने। अनि यहाँ आइसकेपछि यो खुवाउँछु भन्ने चाहिँ मलाई थियो क्या। अनि आएको भोलिपल्ट मैले गङ्गा दाइसँग मागेर खाएँ, उसलाई टाउको दुखिरहेको। ठुलो बुवा के खुवाउनु भयो, यो त्यस्तो दबाई ल्याउनु भयो भन अरे गङ्गा दाइलाई होइन। होइन तपाईँ के दबाई दिनुभयो त ल्याएर त्यस्तो? तपाईँ त सानो डाक्टर हुनुभएछ अरे मलाई। मलाई त कस्तो निको भयो। लान्छ लान्छ। अनि त्यहाँबाट मैले खाइसकेपछि त्यो 1 बट्टा मैले त्यति पनि चलाएको छुइनँ। अनि मैले मेरो मम्मीलाई दिएँ। तर मलाई यो समस्या अहिले धेरै कम भएको छ होइन। अब हामीले युज गर्दा त धेरै हुन्छ, अब थोरै युज गरौँ होइन। कहिलेकाहीँ खाँदा पनि धेरै हुन्छ र